नआउने हो कल्याण नआउने सुति एउटा बेहुलीलाई माला आमा आकोदेखि चाहिँ यस्तो माला त्यो उसको रजनीगन्धा भनेको त मैले अर्डर दिएको छ भन्यो नि के भएको लु पर्खा पर्खा एकचोटि गाउँ जाने गाजु घरमा आउँछ यतै हुन्छ हजुर भाइ ओ अन्जे फकियो भने हाम्रो गाउँलेहरू सबै आइपुगेछ नि त के माग्यो खै दुध ल्याउने मान्छे के भित्र ग्यादरिङ छ एकछिनै बिर्सिहाल्छ अनि के गरेको बाटोमा छोडिदिनु त मम्मी अलिकति माथि चढ्नु त उताल्नु हुँदैन यहाँ फेरि उते हो रातोले उताल्नु पर्ला नि त्यही भनेको टिका लगाइदेऊ बस बाटो छिर्नलाई दिनु पर्यो त हो त्यही त लगाइदेन दुईजनाले खदा लगाइदिनु बढेर जानुपर्छ घटेर होइन बढेर जानुपर्छ यो त खाली छ त बसाइदेऊ अन्त तिमीहरू त त्यहाँ मामै टिका लगाइदेऊ त दुईजनालाई तिमीहरू पहिलोको लगाएको हुन्छ हुन्छ होइन भने काफले पनि लगाइदिनु भनेको न हुन्छ हुन्छ के त्यहाँ मामै टिका लगाइदेऊ त भनेको ए हुन्छ आउँदैछ त सबै छ ए बारी दुईजना गरी खानु पुरा बढेर गयोस् घटेर नगयोस् भागेर पनि कहाँ जान्छ र विदेश जाने स्याहार्नु पर्यो विदेश जाने मुम लगाइदिन्छु दुध खाल्लो छ कि कुले छ मिठाई खुवाइदिए खसीसु खाएर बस्नु अब ब्याउले दान दक्षिणा गर्नु पर्यो त्यो दान दक्षिणा दिनु पर्यो त अब लु त्यही त नि त धन्यवाद त्यो त हुँदैन त्यस्तो त हुँदैन नि त्यस्तो त हुँदैन त्यो हुनुपर्छ सबै त्यही त चेलीको गति हेर पहिला बेहुला र बेहुला स्याहार्दा चेलीको गति हेर्ने लु 1000 त हुनुपर्छ त अन्त त्यही त नि 1000 भइहाल्छ नि अब भाइको दुःख बुझेर नि अब बिचराको के गर्दिनु मेरो घडी राखिदिए भयो दस्तुर